हेलो गाइस, नमस्ते नमस्कार। म हो युगन राई। सो आज चाहिँ म जर्मन र अस्ट्रियाको बीचमा छु है। यहाँबाट 1 घण्टा पारी गयो भने जर्मन, 1 घण्टा वारी आयो भने अस्ट्रिया। र यो ठाउँ चाहिँ अस्ट्रिया हो। जर्मन र अस्ट्रियाको नजिक बोर्डरमा छु म। सो गाइस, आज चाहिँ हिउँ परिरहेछ है। आज चाहिँ लगभग 12 घण्टा भयो हिउँ परेको, लास्ट डे हिउँ परिरहेको छ। सो यस्तै हिउँमै हामी चाहिँ ट्रेकिङ गरेर फर्किने बेला भएको छ। हाम्रो प्लान चाहिँ माथि धेरै टपमा जानु पर्ने थियो हैन। सो धेरै हिउँ परेर चाहिँ हामी जानु सकेनौँ। अब हामी फर्किने लगभग 2000 मिटरमा पुगेर चाहिँ अब हामी फर्किने हिउँले सकेन भनेर हामी चाहिँ तलतिर रुमतिर झर्दैछौँ। सो गाइस, देख्न सक्नुहुन्छ हिउँ परिरहेको छ। अघि चाहिँ धेरै परिरहेको थियो, अहिले चाहिँ थोरै परिरहेको छ। तैपनि हिउँ चाहिँ परि नै रहेको छ हैन। सो चिसो छ है, के गर्नु गाइस, गाह्रो छ। तपाईहरु कुन ठाउँमा हेर्दै हुनुहुन्छ मेरो भिडियो। सो यो भिडियो चाहिँ युट्युब च्यानलमा पनि आउँदैछ, हेरिदिनु होला है त। युगन राई युनिक ब्लग छ मेरो। त्यसमा अस्ट्रिया र जर्मनको बारेमा चाहिँ म भिडियो बनाएर हाल्ने भनेर सोचिरहेको छु। तर टाइम नमिलेर चाहिँ मैले ब्लग बनाउन सकेको छैन हैन, कामको व्यस्तताको कारणले। आई होप एक दिन तपाईहरुले देख्न सक्नुहुन्छ मेरो जर्मन र अस्ट्रियाको ब्लगहरु हैन। जर्मन अस्ट्रियाको बारेमा चाहिँ के कस्तो छ, हावापानीको ठाउँ कस्तो छ भनेर हैन म भिडियो बनाएर ब्लगमा हाल्ने छु है त।